प्याज काटेको कस्तो पिरो भएको छ मलाई यहाँ प्याज मोमो बनाएर अझै मोमो बनाएर ट्याक्को मोमो बनाएर बुढाबुढीको छुट्टी छ आज काट्टा मोमो खाने आज प्याज काटेको हेर्नुहोस् कस्तो पिरो भएको छ नि मलाई आँखाले हेर्न मिल्दैन छैन वाह वाट अ लभली स्मेल आएको थियो यार म त 3 4 5 प्लेट खान्छु यार तिमी खान्छौ कि नहीं 2 पिस 2 पिस मैले बनाएको यस्तो मिठो हुन्छ बुढी हेर न किमा कस्तो दामी बनाएको छु I'm on dieting, baby. हाँ I'm on dieting. डाइटिङ सेम गर्छौ तिमी अनि यस्तो के गरेको चटनी बनाउ न रेडी गरेको छु त मैले चटनी तिल छ पहिला तिल पिस सबै खानी भन न हामीले थुक्पा खाने हो गाइस यो चाहिँ चाउमिन हो हाम्रो लागि यो चाहिँ थुक्पाको सुप खसीको के छ खसीको खुट्टा छ अनि त्यसपछि कुखुराको मासु छ बोनलेस मासु छ हाम्रो तिल भुटेको तिलको चटनी खाने गाइस अब चाहिँ मैले यो चटनी पनि भयो चटनी पनि लगभग अलमोस्ट थुक्पालाई चटनी रेडी भइसक्यो हैन अब ट्याक्क अब सुप रेडी हुँदैछ चटनी पनि रेडी भइसक्यो अब चटनी पनि हेर्नुहोस् साथीहरू अब थुक्पालाई सुप पनि रेडी भयो अब थुक्पालाई सुप पनि रेडी भइसक्यो यो मैले ककटेल सुप बनाएको छु कि चिकन प्लस अनि त्यसपछि चाहिँ खसीको यो खुट्टा र चिकनको बनाएको छु हैन अब टक्क यसलाई चाहिँ टक्क खानुपर्छ यसलाई चाहिँ टक्क यदि हालेर यो धनिया यसरी हाल्ने हैन यो धनिया हालेपछि अब टक्क चाहिँ यसले धनियाको फ्लेभर चाहिँ मिठो आउँछ के यसले फ्लेभर लिएर आउँछ यसलाई एकछिन उमाल्नुपर्छ फेरि भक्ला उमाल्नु चाउमिन रेडी भयो सुकेछ तेल लाग्यो नि हैन टक्क आउँछ बाख्ने बेला भयो चाउमिन पनि रेडी भयो अब हाम्रो अब चाहिँ टक्क लगाएर अनि त्यसपछि चाहिँ सुप पनि रेडी हुँदैछ अलमोस्ट सबै कुरा रेडी भइसकेछ अनि थुक्पा खाइसकेपछि यो किमा बनाएको छु मैले म्यारिनेट गरेर राखेको छु किमा चाहिँ टक्क चाहिँ किमा अहिले चाहिँ उस गरेर अनि टक्क चाहिँ अनि यसलाई चाहिँ मोमो बनाएर खानु हामी नेपाली स्टोरतिर गएको थिएँ यो मोमोको पेस्ट्री पाइन्छ कि अनि मोमोको पेस्ट्री पाइन्छ मोमोको पेस्ट्री चाहिँ मैले चाहिँ अनि यसरी लिएर आएको थिएँ 1 केजीको यो यसमा कति पिस हुन्छ यहाँ मैदा आटा मुस्नु पर्दैन कि टक्क अनि त्यसमा सुप पनि मजाले पाकेको छ यी सुप मजाले पाकेको छ देख्नुहुन्छ कि कस्तो बक्ल गरे सुप पनि मजाले पाकेको छ अब यो सुप टक्क चाहिँ अब मजा आउने भयो आज खाना सुप मजाले पाकेको छ अलमोस्ट यो रेडी भइसक्यो अब म चाहिँ ग्यास बन्द गरिदिनु जानेको हाम्रो खाने बेला भयो अब मैले चाउमिन यसमा यति चाउमिन हालेपछि अब मैले चाहिँ अलिक धेरै खान्छु कि म अलिक खन्चर टाइपको छु मा खाने रे कटरमा खाऊ भन्दा नमानेर टिफिनमा खाने भने अनि यसरी चटनी हाल्नु चटनी पिरो छैन यो अब चाहिँ मेरो चाहिँ टक्क रेडी भइसक्यो कि अब टक्क हेर्नु अब खानुपर्छ होटेलमा जस्तो राम्रो बनाउनु त सकिन्न के अरे हैन घरेलु त यस्तै हो थ्याङ्क यू गाइज तपाईँहरूलाई चाहिँ मेरो यो थुक्पाको रेसिपी चाहिँ चाहियो भने कमेन्ट गर्नु होला म अर्को भिडियो चाहिँ बनाएर चाहिँ अनि रेसिपी सहित म हालिदिन्छु है त थ्याङ्क यू